इलेक्सनमा भोट हाल्नु अगाडि तपाईहरुले पछाडिपट्टि देखिराख्नु भएको यो भिकुटी कागज कारखाना सम्झिनुस्। यो कागज कारखाना 2039 सालमा चाइना सरकारको सहयोगमा बनेको थियो। भ्रष्टाचार र चरम लापरवाहीको पराकाष्ठा भिकुटी कागज कारखाना हामीले हेर्दा हेर्दै खण्डहर भयो। यो महिलाहरूले यहाँ बढी काम पाएका थिए। सामूहिक रूपमा एकै ठाउँमा बसेर काम गर्ने यो भिकुटी कागज कारखाना महिला सशक्तिकरणको लागि एउटा राम्रो उदाहरण थियो। हरेक राजनीतिक पार्टीहरूले आफ्नो कार्यकर्ताको भर्ती केन्द्र बनाएका थिए। अवस्थामा छ यसपालिको भोट। अनि यी मान्छे खराब छन् भन्दा भन्दै भोट दिने मान्छे पनि त खराब हुन् नि। यी मान्छे खराब छन्, यिनले गएर लुट्छन् भोलि भन्ने। अनि त्यो कोदालोले चाहिँ यिनीहरूले खालि देशको ढुकुटी मात्रै खनेर चाहिँ तिहारमा ल्याउँछन्, आफूले खोज गर्छन्, आफ्ना परिवारका लागि चाहिँ हेर्छन् भनेर त्यही मान्छेलाई फेरि भोट दिन किन? नयाँ फ्याक्ट्री खोल्नु पर्यो भने 10 वटा नेतालाई ढोग्नुपर्छ, 10 वटा कर्मचारीलाई फकाउनु पर्छ, अनि बल्ल बल्ल फ्याक्ट्री खुल्छ र त्यो फ्याक्ट्री चलाउन थालेपछि चन्दा आतंक सुरु हुन्छ। अब त्यो पर्दैन। त्यो नपर्ने गरी व्यवस्था बनाउन चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टीले।